गाइस मैले के खिचेर मलाई के यादै छैन हैन। अघि पनि यस्तो हिलो बाटो गएर हामी टिका लगायौँ बुवाकोमा। हामी कति दिन भयो म मामा घर आएको 2 दिन भइसक्यो। कहीँ जानै नि पाएको छैन। हामी अड्कै छौँ। अनि अहिले आज चाहिँ अलिकति पानी कम भएर यति पानी भए पनि हामी हिँडिरहेछौँ। यस्तो छ है बाटो। सिन त रमाइलो छ तर एकदम झ्याउ त लागेन, रमाइलै भइरहेछ। त्यही नि अब कलेज सुरु हुन लाग्यो। यसो भनेर चाहिँ अलिकति हुन्छ नि आफ्नो लाइफस्टाइलभन्दा बाहिर निस्केर चाहिँ अलिकति झ्याउ चाहिँ लाग्दो रहेछ। त्यही नि ठिकै छ, रमाइलो छ। अब चाहिँ हामी अर्को बुवाकोमा टिका लगाउन जाँदैछौँ। यहाँ चाहिँ मोमो रमाइलो गरेर हम टन्न खाएर म मोटाएर कत्रो भइसक्यो। अब फेरि काठमाडौँ गएर एकदम डिसिप्लिन लाइफ जिउन छ। त्यही हो हैन। अब जाँदैछौँ। अब के गरिन्छ म सकेसम्म खिच्न खोज्छु। त्यही हो, कति दिन भयो नेट पनि चल्दैन, केही पनि चल्दैन, भिडियो नि एडिट गरेर हाल्न सकेन। कति दिन भइसक्यो। अब कति छ के र भिडियोजहरू पेन्डिङ। अब सबै बिस्तारै एडिट गर्दै हाल्छु। अहिलेको लागि चाहिँ त्यति हो है त। सब्सक्राइब गर। च्यानल छ कि यसको युट्युबमा सुरेक्षा पाठक भनेर गएर सब्सक्राइब गर। म दाइ नि के अरे दाइ र नाइडुवा गरेको भर्खरै आयो। हामी पूजा टिको लगाएर आएको भर्खरै। ए राम्रानीमा सुगर पानी भयो। नाइडुवा लिएर गएर त्यही त कसले भन्छ डाँडामा माइज दाजु निक्लिनु बुझ्यो भने आजकल माथि नि बाटो पुगिसक्यो कि कताबाट जाने हो? कहाँ उहाँ माथि घर हो त्यो पुग्नु। ए के नपुग्नु हामी धोबी जाने बाटो छैन त? धोबीबाट जाने हो? धोबी जाने बाटो हो तर मन्दिर पुग्नु कसरी लाने हो? अब हेर्न त के गरिदिँदै चाहिँ नभन्दा यसले पोल दिन्छ अहिले हजुरलाई। ट्राई त गरिरहेको छु। पहिला प्र्याक्टिस त्यहीबाट त भनेको नि। अहिले त कति सजिलो हुन्छ कि भित्र हालिदिरहेछ सब। यसले त मलाई पोल दिन्थ्यो होला। म त टाढा प्र्याक्टिस डढिसक्यो त्यो त अलिक सानो गराउनु पऱ्यो। हाले बुबा माथिबाट है ए विचार हेर थुप्रै दौला मारेको ल एउटा हाल यसले हालिदिने मैले बनाइदिनु एउटा के गर्दैछु। रोटी ठिकै हो नि। माथिबाट है हो त्यसो छोरे त्यो राउन्ड गराउन पिछे पुगेन। ल भयो सेलरोटी बनाउँछु। होला यसको त अति बच्चा कागजले हात काट्यो भने त अब के निझार्ने होइन नि झार्ने पो हो त। हात यस्तो बनाउने र यस्तो हुँदैन कस्तो हुन्न क्या घरले ल्याउनु झन् हो त्यसरी लानु होला हाल 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 बुबा हाल। ननिचर हो हो त्यसले गाह्रो आमा ल भयो कान्टारे भाजे तेल पकाइस् पकायो त्यसले त डरै लाग्दो पकाउने। डरै लाग्दो बनाइहाल्यो भन्दै थियो। तँलाई खुवाउने सब जस्तो खाने हो। हो त्यही खाँदैन र त्यही दिन्छ
यसलाई खुवाइदिनु है सबै हेलो भन् भन्न कति दिनपछि घाम लाग्यो अनि लुक एट द भ्यू वाउ कस्तो राम्रो देखिरहेछ है मोमो यता यसरी खिच्दा नि राम्रो आइरहेको कस्तो राम्रो देखिरहेको यहाँ श्राद्ध चलिरहेछ यहाँ छ भाइ ओए भाइ लजौटे अनि भ्यू छ यहाँ भाइ तेरो फोटो खिचिदिउँ ल लिएर गोजीमा हालेर लिएर गइसो हलुवा बेत त राख्नुपर्छ यो चराले खाएर हिँड्छ नि यो त हेलो माथि देखो माथि हेलो बेबी नाक नदेखाने के कुनामा बस्यो अब डर लाग्यो डर आयो किन डर आएको यो त डर पो रहेछ है साथी हो हामी त घर फर्किँदैछौँ हाम्रो दसैँ सक्यो होइन बल्ल बल्ल चरीकोटको बाटो चाहिँ हामी घर फर्किँदैछौँ हाइवे सबै बन्द भयो सबै बन्द भयो टिभी राजमार्ग बन्द भयो मरानीको राजमार्ग हिँड्दैछौँ हामी अहिले हिँड्दैछौँ अघि अलिअलि हिमाल पनि देखिरहेको थियो अन्त त्यो नि लुक्यो अहिले नि हुसुसु लागिरहेछ अब छिटै पुगिन्छ भन्ने हामीलाई आशा छ त्यही केही देखेकै छैन ल राम्रो देखिरहेछ है यस्तो देखिरहेछ एकदम हरियाली छ धान पाक्न लागेको छ पुरै खेतमा राम्रो छ भन्छु कहाँ आयो मेरो बाबा हामी लिखु तामाकोसी गाउँपालिका लिखु तामाकोसी गाउँपालिका रामेछाप जिल्ला वडा नम्बर 2 होइन हो यहाँ गाइस कोसी हेर्नु त यार तामाकोसी देखेन यार उतै हनिबस्नुपर्छ देख्छ यिनीहरू जता हिँड्छन् त्यतै हिँडौँ न हामी यताबाट जाँदैछौँ यहाँ के हो ट्याट्या तैँले त्यसो भने मम्मी आवे यो त सबै तलबाट आएछ त्यहाँबाट छिरेर यस्तो छ ठुल्ठुलो गाडीहरूलाई त अलिकति बाटो भएपछि हिँडिहाल्छन् कि हामीलाई सानो गाडीलाई हल्ली अप्ठ्यारो भने तामाकोसी त डेन्जर छ डेन्जर आएछ कोसीतिर ध्यान नदिउँ बाटोतिर ध्यान दिउँ खत्रै आएछ नि बुबा कत्रो भयो गाडी त्यहाँ त राम्रो छ अब यति हो अप्ठ्यारो पुर बगा बाटो हो कि यो पोहोर बगा बाटो हो गाइस यो पुग्नै लागिसक्यो अब एक दिन पानी पऱ्यो नि आउँछ गाइस हिमाल देखिरहेको चाहिँ देखाम भनेको देखेको हिमाल चरीकोट आयो भनेर यहाँ उठेको गाडीमै आछन् दाइ चरीकोट मोमो यस्तो छ चरीकोट फोन गरिहाल्छु दाइ अघि घाम लगाइरहेको थियो चरीकोटमा हुस्सु लगाइरहेछ हजुर भाउजू को हुनुहुन्छ ए तलबाट पानी परिरहेको फेरि हिँड्न चिप्लो बाटो पुरै चिप्लो होला ए बिहान हामी त ठुलो पानी परेको थियो त्यहाँबाट फेरि हिँडेपछि ठुलो पानी पऱ्यो यहाँ भिड के अरे यो ठाउँको नाम खड्डुङ्गा खड्डुङ्गा आउँछ मर्डर मुडे नजिकै हामी आइपुग्न
बल्ल याद आयो भिडियो खिच्न ए खाइसकेपछि ग्लास मात्र देखा त खिचिरहेको छु खाँदैछन् मेरो अमेरिकानो आउँदैछ भोकै यहाँ फेरि त्यो गाडीले उठाउँछ है भन्ने डर अब उठ्ने होइन जेसुकै घर भाइ उडेर जेसुकै घर छैन मोमोको मोमो आउँदैछ मोमोको मोमो उसको अमेरिकामा ऊ त्यहाँ घाम लागिरहेको छ उता पारी अनि यहाँ चाहिँ पानी पर्दा यहाँ नि घाम लाग्छ देखिरहेको छ जहिले पानी लहरिरहेको छ बिहानदेखि पानीमा भिजेको भिजै छु